एकचोटि चाहिँ मजै आउँछ 2 सर्ट चाहिँ मजै आउँछ 3 सर्टबाट चाहिँ अलिक कम हुन्छ ओ माय गॉड कहाँबाट फाल्ने त ठ्याक्कै त्यसको मैले के सोचे थाहा छ मैले चाहिँ यस्तो घुमाउने होला भनेको थिएँ क्या म पनि त्यही सोचिरहेको थिएँ कसरी यसरी सिधै झड्का लाग्दो रहेछ म त थट बन्जीमा क्या झड्का लाग्यो बन्जीमा योभन्दा बढी हो धेरै नै बढी क्या यो त लाइक 10% सम्म आउँछ क्या बन्जीमा त्यही भएर म सक्दिनँ नि भने अब बन्जी यस्तो माथि लगेर फाल्ने भने त म त सोचेको थिइनँ नि त्यो घोप्टेर झऱ्यौँ नि उहाँ त सिधै यस्तरी झर्ने हो क्या बन्जीमा त अनि गएर ठ्याक्कै तल गएर ठ्याक्कै लक गरिदिन्छ क्या ठ्याक्कै रोकिदिन्छ फाल्न पनि त्यसरी नै फाल्नु हुन्छ दुई सर्ट चाहिँ मरिन्छ त्यही हो अब यो चिजलाई खोजेर चुइमा पनि निस्किन्छ भने अगाडि फाल्नु 2 सर्ट चाहिँ अहिले त फोटो खिच्न मजै आउँछ कि त्यतिखेर त माथि जाँदै कस्तो डर लाग्छ है झन् झन् माथि हुँदै हुँदै जाँदै भिडियो गर्नु अँ